तिमी हिँडे बाटो बन्छ हिँडेर हेर त तिमी बिउझे देश जाग्छ बिउझेर हेर त बिउझेर हेर त तिमी हिँडे बाटो बन्छ हिँडेर हेर त तिमी बिउझे देश जाग्छ बिउझेर हेर त बिउझेर हेर त किन हेर्छौ अरूलाई को लाग्छ अघि भनी छैन कोही यहाँ अरू तिमी जस्तो स्वाभिमानी। अब हामी आम नेपाली युवा आम नेपाली जनता एकता भइएन भने हामी हाम्रो भावी पुस्तालाई र भविष्यमा इतिहासले पनि हामीलाई धिक्कार्नेछ। त्यसकारण अबको दिनमा त्यो पार्टी म त्यो राजनीतिक दलको मान्छे म त्यो पार्टीको जुन प्रतिबद्धता खाएको मान्छे भनेर देश बन्दैन। त्यसैले गर्दा अब आम नेपाली जनसमुदाय एकता एक मन एक ढिक्का भएर मात्रै हामीले यो देशको समृद्धिको निम्ति यो राष्ट्रिय मुक्तिको निम्ति र सम्पूर्ण जनताको मुक्तिको निम्ति हामीले काम गर्न सक्दैछौँ। इतिहासले हामीलाई धिक्कारिरहेको अवस्था छ किनभने हामीले हाम्रो इतिहासलाई हाम्रो संस्कृतिलाई सम्पूर्ण कुरालाई चाहिँ हामीले जोगाउन सकिरहेका छैनौँ। यो तरिकाले हो भने हामी भगिएर हाम्रो संस्कृति हाम्रो धर्म सम्पूर्ण कुरालाई हामीले भुल्न सक्नुपर्ने स्थिति आउँछ। यो शताब्दीले के भन्दछ भन्दाखेरि यो शताब्दीसँगै चल्नुपर्छ अगाडि बढ्नुपर्छ भन्ने हुन्छ। तर पनि हामीले हाम्रो पुस्ता हाम्रो पुर्खा हाम्रो इतिहास भुल्यौँ भने हामी त्योभन्दा धिक्कार लाग्दो व्यक्ति कोही पनि हुन सक्दैनौँ। त्यसैले गर्दा अबको दिन धेरै नजिक आइसक्यो। अब हामीले एकता हुने बेला आयो र आम नेपाली जनताको मुक्तिको निम्ति हामीले के गर्न सक्छौँ सक्षम र सफा नियत भएको व्यक्तिहरूलाई हामीले अब नेतृत्वमा लान सक्नु पर्दछ। अनि मात्रै यो देशले मुक्ति पाउनेछ र यो जनताले आम नेपाली जनताले मुक्ति पाउनेछ।